हजुरको उमेर कति हो र मेरो पनि हजुरको जत्रै सानो उमेरमा बिहे भएको हो। मेरो पनि एउटा छोरी छ। हजुरले बिहे दर्ता गराउनु भयो कि भएन, अनि छोरीको जन्म दर्ता गराउनु भयो कि भएन भनेर एउटा दाइ भनौँ कि भाइले प्रश्न सोध्नु भएको थियो। अब उहाँको प्रोफाइल मैले गएर चेक गरेको त अब सानो बच्चाको मात्र फोटो हाल्नु भएको थियो प्रोफाइलमा। सो हजुरले अब दाइ भनौँ कि भाइ त्यो चाहिँ थाहा भएन। सायद हजुरको यो डकुमेन्टहरू चाहिँ बनेको छैन होला, त्यही भएर हजुरले मलाई सोध्नु भएको थियो बनाउनु भएको छ कि भएको छैन भनेर। मैले मेरो चाहिने डकुमेन्टहरू त सबै बनाएकी छु, तर मैले मेरो चाहिने डकुमेन्टहरू बनाउँदाखेरि चाहिँ के कस्ता बाधाहरू आएका थिए, कति समस्या भएको थियो, म यो भिडियोमा सबै हजुरलाई भन्ने छु। त्यही भएर पुरा कुरा थाहा पाउनको लागि चाहिँ भिडियोलाई लास्टसम्म हेर्नु होला। सबैभन्दा पहिला त कुरा आउँछ नागरिकताको। म चाहिँ 16 वर्ष पुगिसकेकी थिएँ माइतमा हुँदाखेरि, तर मेरो नागरिकता चाहिँ बनाएको थिएन। अनि म 17 वर्षकी हुँदाखेरि मैले बिहे गरेँ। त्यसपछि बिहे गरिसकेपछि नागरिकता बनाउन जाँदाखेरि चाहिँ विवाह दर्ता गराउनु पर्छ पहिला बिहे गरिसकेको मान्छेले, त्यसपछि गएर बल्ल नागरिकता बन्छ भन्नुभयो। अनि बिहे दर्ता गराउन खोज्दाखेरि चाहिँ उमेर पुगेको थिएन, म 17 वर्षकी मात्र थिएँ। त्यही भएर भन्नुभयो कि 20 वर्ष पुग्नै पर्छ, अनि त्यसपछि गएर बल्ल तिम्रो विवाह दर्ता बन्छ, त्यसपछि नागरिकता बनाउन मिल्छ भन्नुभएको थियो। त्यही भएर मैले चाहिँ अहिले झन्डै 4 वर्ष कुर्नु पर्यो विवाह दर्ता र नागरिकता गराउनको लागि। अनि अर्को कुरा हजुरले सोध्नु भएको थियो छोरीको जन्म दर्ता बनाउनु भएको छ कि भएको छैन भनेर। मेरो छोरी जन्मेको बेला चाहिँ मेरो विवाह दर्ता अनि नागरिकता थिएन, त्यही भएर मैले जन्म दर्ता गराउन मिलिरहेको थिएन। त्यही भएर मेरो छोरीको जन्म दर्ता चाहिँ मेरो सासू मम्मीले बनाइदिनु भएको थियो। त्यस्तो जन्म दर्ता बनाउँदाखेरि चाहिँ मलाई कुनै पनि समस्या आएन। मैले नागरिकता अनि विवाह दर्ता पाउनको लागि चाहिँ तडपिनु परेको थियो। 3-4 वर्ष कुरिसकेपछि बल्ल बल्ल विवाह दर्ता र नागरिकता त गराए, तर फेरि नेपाली राष्ट्रिय परिचय पत्र चाहिँ गराउन पाएको छैन है मैले।